गाइज वेलकम ब्याक टु माई न्यू ब्लग होइन। आज चाहिँ म घरतिर बसिरहेको छु नि, यसो घरतिर बस्दा नि अब ब्लग स्लग बनाइदिउँ भनेर यसो छाता ओढेर ब्लग स्लग बनाउनु लागेको है म चाहिँ। अनि हिजो चाहिँ ब्लग हालेन, हिजो चाहिँ यसो त्यही अब अरूहरू हालिदियो, हिजो चाहिँ ब्लग हाल्नु पाएन। हिजो ब्लग गर्नलाई गर्ने त भनेको अगाडि हालिसकेको थिएँ मैले ब्लग, त्यही भएर नहालेको। आज चाहिँ म घरतिर हो होइन। अब हाम्रोतिर चाहिँ यस्तो यो कोदो यत्रो भइसक्यो अब कोदो रोप्ने टाइम पनि भइसक्यो, बिस्तारै कोदो रोपिन्छ। अनि त्यही हो, बिस्तारै रोपिन्छ। आज चाहिँ पानी परेर यस्तो छ मकै त्यतातिर छ होइन। अनि यो चाहिँ हाम्रोतिर धेरै हुन्छ क्या यस्तो मकैहरू चाहिँ, हाम्रो रामेछापमा चाहिँ धेरै हुन्छ क्या मकै। अनि यो चाहिँ यता चाहिँ अब कोदोको बिउ भनौँ न, यता पुरै कोदोको बिउ छ कि, यता मकैहरू कोदोको बिउहरू थुप्रो छ। यो चाहिँ धारा हो अनि यता हाल छ एउटा, यता चाहिँ केही राख्ने गरेको छैन। यो चाहिँ भनौँ न यतातिर होस छुट्टिन्छ लगाइराखेको क्या। यो चाहिँ मकैको बोट अनि यतातिर छ गेडाको बोट। आई मिन मिस्टेकले फुस्कियो होइन। यो चाहिँ यता चाहिँ छ जुनारको बोट, मिस्टेकले गेडा भएछ, गाई छोरी माइन्ड नगर्नु होला। अनि यता होस लगाइरह, अनि यतातिर कोदोको बिउ हो। अनि हाम्रोतिर चाहिँ अब कोदो रोप्ने कार्यक्रम सुरु हुन्छ 1-2 दिनमा, त्यतिखेर नि भ्लग बनाउँला होइन। कोदो रोप्ने बेलामा पनि भ्लग बनाउँला। अनि हेर यस्तो मधुरो आइरहेको क्यामेरा किनाको पनि। अनि यस्तो मधुरो आइसि अब कसको बाबु के लाग्छ भन्थ्यो होइन। अनि यस्तो छ गाइजहरू, आज चाहिँ यस्तो हुसु लगाइरहेको होइन। अब म चाहिँ अब फेरि फर्किन लागेको, यस्तो हुसु लगाइरहेको, डेन्जर हुसु लगाइरहेको आज चाहिँ। अनि अझै एउटा फल देखाउने बाइक चाहिँ गाइजहरू तपाईँलाई होइन। अनि तपाईँहरूलाई म देखाइदिन्छु, रसिलो हुन्छ क्या सुन्तला। यो हो क्या फल चाहिँ होइन, यो चाहिँ सुन्तला भन्छ यसलाई। यो चाहिँ सुन्तला खाने अब अहिले त खाने बेला भएन नि। यो चाहिँ हाम्रो रामेछापमा भाइरल फल भनौँ न, रामेछापको चाहिँ भाइरल फल हो कि, चाहिँ भाइरल फल भनौँ न। चाहिँ मेरो घरमा पनि छ क्या। अनि यो खाने सिजन भएपछि मजाले खाउँला होइन। भिडियो बनाएँ होइन आज मैले, यस्तो छ गाइजहरू। अनि आजलाई चाहिँ भिडियो अन्तिम भन्दै, आजलाई चाहिँ भिडियो यति नै। लाइक सब्सक्राइब गर्नु दिनु होला साथीहरू, बाइ। यति नै हो, लाइक सब्सक्राइब।